Hi guys, welcome back to my channel. अनि हामी सनराइज हेर्न जाँदैछौँ कि म त बेहोस हुन आँटिसकेँ अनि मेरो खुट्टै चल्दैन. Look at the beauty. कस्तो ग्रीन फरेस्ट छ. Behind this beautiful green forest एउटा स्ट्रगल लुकेको छ गाइज. हाइटमा चढ्ने स्ट्रगल यस्तो भेरी टफ. सनराइज हेर्न गएको, सनराइज भइसकेको छ, डेस्टिनेसन पुगेकै छैन. लुक एट द ब्युटी, सच अ डेन्स फरेस्ट. Ignore my shortness of breath. Breath को मरिहाल्छु के भन्नु र. See the beauty of this forest. सनराइज देख्नु नि गाइस. सनराइज भएको पनि एका जमाना भइसकेको रहेछ. अब जमाना ढिलो गरेर अब हामी के हेर्छौँ हामीलाई थाहा छैन. अनि उता हेर्नु गाइस, दुईजना छन् क्या जुत्ता लाउनेहरू. म चाहिँ हिल लाउने भएर जान्ने भयो. त्यसमाथि पनि मेरो त खुट्टामा कुनै एनर्जी नै बचेको छैन क्या. हिजो ट्राभल गरेर आउँदा घुँडामा चोट लागेर दुखिरहेछ झन्. त्यसमाथि गाइज नेचरको ब्युटी इन्जोय गर्नु पनि धेरै गाह्रो छ. तराईमा बस्ने मान्छेलाई यस्तै हुन्छ पाहाडमा आएपछि. रानी मिस पनि थाक्नु भएछ, उभिनु हुँदैछ. यो निग्रोको डिजाइन हेर्नु न, कस्तो अर्कै खालको डिजाइन रहेछ. एउटै डन्टाबाट दुईटा पात रहेछ. हाम्रोतिर त त्यो डन्टा नै त्यो पात नै एउटै हुन्छ. एउटा पात नै एउटा डन्टा हो निग्रोको. Oh my god, such a hassle. मान्छे ओर्लिँदैछ कि अनि हामी चाहिँ जाँदैछौँ. समाचारको गर्लफ्रेन्ड जस्तै लाग्छ साला. जता जान्छु मलाई सरी गाइस, जता जान्छु कि हाम्रो समाचारको गर्लफ्रेन्ड जस्तै लाग्छ मलाई यो पनि. म हेलुसिनेसनको दुनियाँमा हुन्छु जहिले पनि. मलाई घोडामा चढाइदिनु पर्थ्यो तपाईँहरूले. म घोडामा जान्थेँ, हर्स राइडिङ. गाइज देखो न तपाईँहरूलाई म क्यामेरा फ्लिप गरेर देखाउँछु ल. हेर्नुहोस् गाइज, हेर्नु उता हाम्रो दुईजना हिँड्दै हुनुहुन्छ. तपाईँलाई मैले गाइज रानी मिसले यहाँ आएर रानी मिसलाई मैले सेम लासौँ नि त लुगा. अनि रानी मिसलाई मैले देखाएँ क्या चुज गर्नु कुन चाहिँ कलर मनपर्छ नि ल भनेर. रानी मिस आफै चुज गर्नुभएको थियो. अनि अहिले भन्नुहुन्छ ए हाम्रो त 60 छ है भन्. मैले अघि भनेको यो निग्रो हो क्या गाइस. एउटा डन्टामा पात हुँदो रहेछ. हाम्रोतिरको निग्रोमा त पात र डन्टा एउटै हुन्छ. युनिक डिजाइन रहेछ. गाइस हेर्नुहोस्, तपाईँहरूले तल गरिदेखाउँछु ल.
लड्दैन। अनि मलाई रोहन र रानी मिसलाई लाग्छ कि म चाहिँ एकदम फ्रेजाइल छु भनेर, तर एक्चुअलमा छुइनँ है गाइज। अनि यहाँको नेचुरल ब्युटी हेर्नको लागि पैसा पे गर्नु पर्दो रहेछ, टिकट लिनुपर्छ। बाफ्रे आधी एनर्जी त सकिहाल्यो नि मेरो त। यहाँ रानी मिस राम्री मान्छे। गाइज रानी मिस हराउनु भयो, कहाँ जानुभयो थाहा छैन। हामी चाहिँ यहाँ हेर्दैछौँ, तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ कुरा हेराउँछु, कस्तो राम्रो फुल हेराउँछु ल। यहाँ 2वटा कलरमा छ। पर्खिनु है, यहाँ guys, look at this flower, pretty little flower. देख्नु अर्को नि देखाउनु, हेर्ने पर्खिनु है, देखाउँछु। गाइज अनि के भन्छ अरे, मैले फेरि भ्लग स्टार्ट गरेँ कि। अनि तपाईँहरूलाई थाहा छ हाम्रो नेपालमा के भन्छ अरे 75% ल्यान्ड स्ट्रक्चर उयो छ नि त, के पहाड अनि यति धेरै फरेस्ट छ कि हाम्रो 7 जेनेरेसनले कन्टिन्युस युज गर्यो भने पनि कहिले सकिँदैन, बुझ्नु गाइज। होइन वर्ल्ड इज फेसिङ ग्लोबल वार्मिङ रे, यो रे त्यो रे होइन, नेचुरल रिसोर्सेसको डिप्लिसन हुँदैछ अरे होइन। बट कम भिजिट आवर नेपाल, यु विल गेट रियालिटी चेक होइन। के भन्छ अरे यति लसफुल छ नि यहाँको फरेस्टहरू। आई बेट तपाईँहरूलाई मनपर्छ।